आज चाहिँ हामी मानुकोट जाँदै हो र अहिले चाहिँ हामी बाटोमा टक्क लगाएर हेर्न सक्नुहुन्छ हजुरहरू हिमाल यति हिमालको टर्की हो अन्नपूर्ण माछापुच्छ्रे अन्नपूर्ण सक्नुहुन्छ भ्यू दमन बजारको यस बाटो चाहिँ एकदम अफरोड छ सबै अहिले त्यहाँ मानुङ जाने बाटोतिर चाहिँ यहाँ एउटा धारा हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हजुर आएर पानी हाल्न सक्नुहुन्छ एकदम चिसो चिसो पानी यस उनीहरूतिर हेर्न सक्नुहुन्छ डाँडा काँडा सो अहिले चाहिँ हामी यहाँ पानी खाएर हिँडिसक्यौँ बाटोतिर केही देख्यो भने चाहिँ हजुरहरूलाई देखाउँछु सिमली भुवा भनेको उडेर जान्छ नि हिमाल देखिँदो रहेछ एकदमै राम्रो मलाई चाहिँ हिमालको नाम थाहा छैन त्यो पनि राम्रो एकदमै खतरा हिमाल देखिने मानुङगढबाट त हजुर नि आउनु होला मानुङगढबाट चाहिँ एकदम खतरा हिमाल देखिन्छ माछापुच्छ्रे अन्नपूर्णहरू नि देखिन्छ र यहीको मेरो सिनेमेटिक सर्ट चाहिँ देख्नु भयो होला त्यसको क्रेडिट चाहिँ मेरो दाइले जान्छ सकिन्छ अहिले चाहिँ मानुङगढ हामी आउन लागिसक्यौँ पुग्न लागिसक्यौँ हामी चाहिँ फाइनली मानुङगढ आइसकेका छौँ र हेर्न सक्नुहुन्छ त्यहाँ अगाडि चाहिँ अम्ब्रेला रेस्टुरेन्टको त्यहाँ उस छ बोर्ड छ अस्तिसम्म त गइदिएर फुल थियो है दाइ अन्त छैन रहेछ यो कटेजहरूमा चाहिँ ब्यान्डहरूको नाम लेखेर रहेछ हजुरको चाहिँ के हो फेभरेट बिग साउट आउट टु लियो क्लब अफ तर दमैको भ्यू हेर्न सक्नुहुन्छ एकदम बवाल देखियो क्लियर हजुरको घर नि यतातिर छ नि कमेन्टमा लेखिदिनु होला हाम्रो घर चाहिँ उ त्यहाँ हो अहिले रोक्ने जुम गर्दैन त्यतातिर हाम्रो घर चाहिँ यहाँ मेरो स्कुल नै देखिएको र उता चाहिँ खाजा खाना चिया सिया खानको लागि चाहिँ धेरै कटेजहरू छ हेर्न सक्नुहुन्छ हजुरले र उता चाहिँ मानुङगढको भ्यू पोइन्ट छ भ्यू टावर यहाँ चाहिँ होटेल बन्दै छ हेर्न सक्नुहुन्छ हजुरले र त्यहाँ चाहिँ अझै एउटा होटेल छ त्यहाँ अस्ति नै हामी आएर एक रात बसेका थियौँ मेरो होटलमा एकदम राम्रो छ तीनचोटि आइसक्यो र त्यतातिर चाहिँ ट्रेकिङ गरेर आउन मिल्छ हजुर नि ट्रेकिङ गर्न मन लाग्ने यतातिर आयो नि हुन्छ
यहाँबाट प्याराग्लाइडिङ गर्न मिल्छ कि मिल्दैन? खै हजुरले चाहिँ केही एडभेन्चर गर्न अनि साइकल लिएर नि आउन सक्नुहुन्छ। एकदम राम्रो अफरोड देखाउनु त कहाँ झन्डा ल के गर्ने त झन्डालाई देखाउने ब्याकग्राउन्डमा देखामै त्यसले जाऊ त्यहाँ आएर बस त आएन भने चाहिँ यो झन्डा अलि यता बस राम्रो आएन जाम त्यहीँ होटल चाहिँ बन्द रहेछ। हामी चाहिँ अहिले अर्को होटलमा जानु लाग्यो। यसो केही चिसो खान। हल्का भिडियो खिच्यो सिनेमेटिक सर्ट चाहिँ हेर्नु भयो होला मेरो दाइले खिचिदिनु भएको। सरस्वती होइन बाघमा के को मन्दिर हो गेस गर न ल खै थाहा छैन थाहा टाएन अलि नजिक गएर हेर लिन्छ हेलमेट अलि नजिकै छ त्यसको अलि माथि हेर दुर्गा मन्दिर दुर्गा माताको जय होस्। हामी चाहिँ यसो बसेको अब एकैछिन गफ हाल्दा चाहिँ निस्किन्छौँ। हेर्न आऊ यहाँ भिडियोमा ल हल्का जुम हान्नु एउटा यो अर्को यो कोबेब अर्को यो नेपाते देखे। अब चाहिँ हामी फर्किन लाग्यो यहाँबाट। तिमी चलाऊ है मेरो त हात दुख्यो क्या चलाउ न यति जान चलाउन सक्दैनौ भने अल्छी थ्याट तिमी त यार। हामी चाहिँ बिहान आउनु पर्ने तर मेरो ट्युसन भएर चाहिँ ट्युसन रमाइलो नआउँदो रहेछ दिउँसोमा। र मान्छे पनि फेरि धेरै छैन मान्छे। हेर्न सक्नुहुन्छ यसले भनिन्छ पेट्रोल बचाऊ पेट्रोल ओह्रालोमा स्टार्ट नआनिकन यो गाउँको भ्यू चाहिँ एकदम राम्रो हो र उता पारी चाहिँ ताक्राङ जाने बाटो हो। अहिले चाहिँ हामी ताक्राङ जान्नौँ होला अनि अर्को बेला गयो होला हल्का बिहानतिर चाहिँ जाऊँ ल हल्का राम्रो भ्यू भयो होला त्यो चाहिँ हामी चाहिँ फाइनली घर आइयो र आजको भ्लग चाहिँ यहीसम्म।
लाइक सब्सक्राइब सेयर सबै चिज गरिदिनु होला र यही भन्दै म बिदा हुन्छु। गुड बाई गर्छु ल बाई